नमस्कार। टुडे टक में अपनी शंकर रिपोर्टे के स्वागत करे छी। अखन देखल जाए तो जनकपुर धाम होना ट्रैफिक जे व्यवस्था के कारण आत पात छड़ा छुपाई के लक विभिन्न बेर आवाज उठित अछि। विभिन्न बेर जे छै से ट्रैफिक रही एक्शन मेला के बावजूद भी व्यवस्थित करे के प्रयास करे छथिन, लेकिन तभी देखल जाए तो जनकपुर धाम अपनो अस्त व्यस्त के शहर जे छै से बन चुकल छै। हमने तो कही समूह निकाय के किनको ध्यान आकर्षण नहीं भरल छे। ई सिटी रिक्शा आतंक जनकपुर धाम में अपनो कहे तो हुंडो सा मचल छे। तैना टिपर में भरल जे पाउल गिटी सब दिने में लोड कक लक जाए छे। अखन वहाँ विशेष कक देखबी तो पछिला विगत वर्ष के तुलना में अखन तक में विशेष जे से ई यातायात दुर्घटना जे छे से सवारी साधन सब देख में आत। विशेष अखन दुर्घटना के कारण से आदमी सबके जे छे से मृत्यु भेल छे। अखन जनकपुर धाम में जे विशेष जे जानकी मंदिर से रामानंद चौक धर जे छे से वन वे कैल देल छे, लेकिन ओई में वन वे केला के बावजूद भी देखि कति कार्यान्वयन कर रहल छे त कतेक आदमी सबके पालना कर रहल छे त ओहि अनुसार से देखबै अपनो तो जानकी मंदिर एक तो वन वे तो छे, लेकिन जानकी मंदिर के जे अखनो जे आगा में ठेला सब लगले छे, आदमी सब जे फुटपाथ पर सामान बेचे टा रहल छे, गाड़ी सब हरेक ठाम में जे छे से लगबे कैल छे। आखिर कौन प्रकार के जे छे से वन वे तो हम सब बातचीत करत जखन रामानंद चौक पर जे छे से अखन जे तरीका से जे तेटा पिट लगाओल गेल छे ओई के लक अखन फ्लेक्सिबल जे स्प्रिंग कोस्ट छे ओई के लक अखन विभिन्न चर्चा परिचर्चा के बात सेहो उठल अछि जे में अखन नया सरकार जे दक्षिण में मतलब आयल से पालिन सरकार के जैसे विभिन्न समय कोस्ट समय देखबे तो हुनकर मतलब नाम दे रहल छे परिवर्तन देखेन त यथार्थ ओ शिवम सब बुझे के प्रयास करब जे एमे कहाँ से जे छे से ओ अखन लगाओल गेल छे, कोन बजट कहाँ से लाओल गेल छे, किनका कारण लोग छे से ओठन उ लगाओल गेल छे आ ओई के कतेक पालना कर रहल छे। दही क्रम हम सब बातचीत करब क्रम में छी हमरा सबके आई अतिथि रहल अछि धनुषा जिला ट्रैफिक प्रमुख सूर्य बहादुर शाही। इनका से हम सब नेपाली में बातचीत कर पहले उनका कार्यक्रम स्वागत करें। यहाँलाई कार्यक्रम में स्वागत छ। धन्यवाद, नमस्कार। यो पछिल्लो समय धनुषा जिल्लामा चाहिँ सवारी दुर्घटनाहरू कति बढेका छन्? यसको मुख्य कारण के देखिरहेकी छ? धन्यवाद। म जिल्ला ट्राफिक प्रहरी कार्यालयमा आइसकेदेखि नै समग्र यहाँका स्थानीय भद्र भगात्मीज्यूहरू, पत्रकार सर म्यामहरू लगायत विभिन्न सरकारवाला निकायसँग समन्वय गरियो, अन्तर्क्रिया गरियो र त्यसबाट समग्र जनकपुरको र धनुषा जिल्लाको ट्राफिक व्यवस्थापनका चुनौतीहरू के हो भन्ने सन्दर्भमा सबै कुराहरू आइडेन्टिफाई भइसकेपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाले एउटा योजनाबद्ध ढङ्गले यो समग्र धनुषाको र जनकपुरको ट्राफिक व्यवस्थापनलाई सवारी दुर्घटना न्यूनीकरणको हिसाबमा कसरी अगाडि बढ्न सकिन्छ भनेर योजनाबद्ध ढङ्गले अगाडि बढिरहेको कुरा यहाँलाई निवेदन गर्न चाहन्छु। यसमा चाहिँ अहिले जुन त्यसरी अगाडि बढ्ने क्रममा जसरी हामीले विभिन्न जस्तो प्रभावकारी ट्राफिक व्यवस्थापनको सन्दर्भमा होस्, प्रविधि मैत्री ट्राफिक व्यवस्थापनको सन्दर्भमा किन नहोस्, हामीले आइसकेपछि विभिन्न किसिमका अभियानहरू सुरु गऱ्यौँ। जुन सवारी दुर्घटना कुरा गर्नुभयो यसका साथसाथै हामीले म आइसकेपछि के गरियो भन्ने कुरा सट्ट छोटोमा भनिहालेँ। यसमा के देखिन्छ भने जस्तो आइसकेपछि योजना बनाइयो र योजनालाई इम्प्लिमेन्टेसनको लागि सम्बन्धित विभिन्न निकायहरू, स्टेक होल्डर निकायहरूसँग हामीले पदपोतलै पेश गऱ्यौँ। समग्र यहाँको धनुषाको ट्राफिक व्यवस्थापनको लागि यी कुराहरू, यी रोड फर्निचर आवश्यक छ, यो चोकको लागि यस्तो गर्न सकियो भने बेटर हुन्छ लगायतका विषयमा कुन ठाउँमा बढी दुर्घटना हुन्छ, त्यो ठाउँको ब्ल्याक स्पट कुन कुन ठाउँमा छ, त्यो ठाउँको दुर्घटना न्यूनीकरणको लागि त्यहाँ के गरियो भने हामीले चाहिँ दुर्घटना न्यूनीकरण गर्न सकिन्छ भन्ने हिसाबमा सुरुवाती दिनदेखि नै ट्राफिक प्रहरीले चाहिँ फाइन मात्रै गर्ने, कारबाही मात्रै गर्ने भन्नुभन्दा पनि अहिले चाहिँ ट्राफिक प्रहरीलाई राजस्व मात्रै सङ्कलन गर्ने हिसाबमा चाहिँ मोबिलाइज गर्ने भन्दा पनि कसरी हुन्छ आम जनताको जीवदनको सुरक्षा गर्नको लागि, सवारी दुर्घटना न्यूनीकरण गर्नको लागि र बढीभन्दा बढी ट्राफिक नियमको बारेमा आम जनमानसमा चाहिँ जानकारी कसरी दिन सकिन्छ भन्ने हिसाबमा जिल्ला ट्राफिक प्रहरी कार्यालय अगाडि बढ्यो र यो अनुसार चाहिँ नम्बरिङकै हिसाबमा पनि एकदमै म्यासिभली छ। गत वर्षको तुलनामा, अघिल्लो आर्थिक वर्षको तुलनामा पनि यो वर्ष हामीले अवेरनेसका कार्यक्रम पनि एकदम म्यासिभली अगाडि बढाएका छौँ र साथसाथै समग्र चोकहरूमा सीसी क्यामेरा जडान गर्न सकियो भने यसले चाहिँ पक्कै पनि अन्य अपराध अनुसन्धान, रोकथाम, नियन्त्रण लगायतका कुराहरूमा सपोर्ट त हुँदै नै भयो। त्यसका साथसाथै कुन कुन चोकमा बढी जाम देखिन्छ
बढी प्रेसर सवारी साधनमा प्रेसर देखिन्छ त्यो ठाउँलाई पनि त्यसलाई पनि हामीले कन्ट्रोलबाटै अफिसबाटै मोनिटर गरेर र त्यसलाई चाहिँ मोबिलाइज गर्न सक्यो र प्रहरी जुन जुन चोकमा खटिएको छ त्यो खटिएको प्रहरीले पनि म मोनिटर गरेर मलाई चाहिँ मोनिटराइज भइरहेको छु आफू मोनिटर भइरहेको छु भन्ने खालको फिलिङ भयो भने उसले ड्युटी पनि प्रपरली गर्छ राम्रो गर्ने हुनाले र कुनै चोकमा चाहिँ अलिक प्रेसर पऱ्यो भने अफिसबाटै मोबिलाइज थप टोली मोबिलाइज गरेर त्यसलाई चाहिँ के गर्न सकिन्छ ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउन सकिन्छ भन्ने हिसाबमा 43वटा सिसी क्यामेरा जडान गरियो हाम्रै जिल्ला ट्राफिक प्रहरी कार्यालयको गेटमै ठुलो 19 बाई 3.5 फिट चौडाइको त्यो डिजिटल डिस्प्ले बोर्ड जडान गरिएको अवस्था छ साथसाथै यता धारापानी एरियातिर ठुलो त्यो 12.5 पट्टा जति जग्गा चाहिँ जिल्ला ट्राफिकको नाममा चाहिँ ल्याउनको लागि पहल गरिएको छ त्यसको काम अन्तिम चरणमा छ किनभने त्यो ठुलो सवारी साधनहरू ठुलो कुनै ठाउँमा दुर्घटना भयो भने त्यसलाई चाहिँ उपयुक्त अलिकति त्यो चाहिने जति सफिसियन्ट ठाउँ चाहिँ त्यहाँ त्यो सवारी साधन राख्नको लागि पनि त्यो ठाउँमा छैन यता लालगढतिर चाहिँ भयो धारापानीतिर पोर्तादेखि यता ढल्केबसम्म आइरहँदा त्यो बिचमा चाहिँ कुनै पनि प्रहरी कार्यालयमा होस् र अन्य कुनै स्ट्रेस भएको ट्राफिक प्रहरी कार्यालय त्यहाँ छैन त्यो भइसकेपछि त्यस्तो जग्गामा हामीले भोलि ट्राफिक प्रहरी कार्यालय पो स्थापना गरेर हुनसक्छ अन्य दुर्घटना भयो ठुलो सवारी साधन त्यहाँ राख्नको लागि र कुनै रिप्लेस गर्नको लागि पनि त्यो खालको युज हुने गरी त्यो जग्गा प्राप्तिको लागि पनि अगाडि बढेको छ साथसाथै यो ठुलो मोडिफाई गरेका सवारी साधनहरू धेरै हो अहिले करिब सङ्ख्यामा हेर्दा 35वटा जति मोडिफाई गरेका मोटरसाइकलहरूलाई हामीले नियन्त्रणमा लिएर त्यसको उहाँ जो टिनेजरहरू म्याक्सिमम् त्यसमा चाहिँ मोडिफाई गरेको सवारी साधन चलाउने नोइज पोल्युसन गर्ने त्यो खालको देखिसकेपछि उहाँहरूका अभिभावकलाई पनि बोलाएर त्यो विषयमा उहाँलाई ट्राफिक नियमको बारेमा सचेतना साथसाथै जिम्मेवार नागरिकको रूपमा जिम्मेवार अभिभावकको रूपमा भूमिका खेलिदिनु हुनु पनि निवेदन गर्दै उहाँहरूलाई सम्झाइ बुझाइ गरेर उहाँलाई मिनिमम कारबाही गरेर ह्यान्डओभर गरिएको अवस्था पनि छ र साथसाथै ठुलो प्रेसरहरूबाट बजाउँदै हिँड्ने ठुला ट्रक टिप्परहरू उनीहरूबाट पनि प्रेसरहरू हर्नहरू पनि निकालिएको छ यसले गर्दाखेरि अलिकति साउन्ड पोल्युसन पनि कम हुने अवस्था रहन्छ र साथसाथै सवारी साधन चाहिँ बाटोमा कुदिरहेको हुन्छ तर त्यसको नम्बरै हुँदैन कुनैको भयो भने मधुरो हुन्छ त्यस्ता सवारी साधनलाई पनि हामीले नम्बर प्लेट लेख्ने अभियान सञ्चालन गऱ्यौँ त्यसले गर्दाखेरि पनि करिब 500 प्लस चाहिँ त्यो नम्बर प्लेट पनि सवारी साधन मेटिएको हुनसक्छ कसैको नम्बर प्लेटै नराखेर सवारी साधन चलायो कुनै ठाउँमा एक्सिडेन्ट भयो भने त्यो गाडी कसरी चलाउने यसको लागि पनि हामीले त्यो अभियानहरू चलायौँ स्कुलका स्कुल बसका चालकहरूलाई पनि हामीले समेटेर उहाँहरूलाई चाहिँ छुट्टै गएर क्लासहरू पनि दियो र साथसाथै यो हिसाबमा स्कुलमा अवेरनेसका कार्यक्रम लग्यौँ हामीले 2 मिनट चालकसँग 2 मिनट कार्यक्रम सडक दुर्घटना विरुद्ध युवा अभियान 2082 पनि सञ्चालन गरियो र त्यो हिसाबमा पनि के भन्छ मेसिभली हामीले चाहिँ अवेरनेसका कार्यक्रम पनि गऱ्यौँ र साथसाथै योजनाबद्ध ढङ्गले प्रविधि मैत्री एवं प्रभावकारी ट्राफिक व्यवस्थापनको काम अगाडि बढाउँदै गर्दा विभिन्न निकायहरूसँग समन्वय पनि गरियो र पछिल्लो चरणमा जुन बाबा पेट्रोल पम्पमा पनि हामीले सुरुवात त्यहाँबाट गऱ्यौँ बाबा पेट्रोल पम्पमा डेली दुर्घटना घट्ने हुने हुँदाखेरि त्यसमा चाहिँ त्यसलाई हामीले ब्ल्याक स्पटको रूपमा पहिचान गरेर सडक विभागसँग समन्वय गरेर त्यहाँ विभिन्न किसिमका जस्तो रोड ब्यारियरका कुराहरू भए जेब्रा क्रसिङका कुराहरू भए रम्बल स्ट्रिप जुन स्पिड ब्रेकरको रूपमा पनि काम गर्छ त्यो खालको र अनि त्यसरी रिफ्लेक्टिभ स्टिकरहरू पनि त्यहाँ लगाइयो र जसले गर्दाखेरि अहिले त्यो ठाउँमा अहिले दुर्घटना पछिल्लो चरणमा भएकै छैन जिरोमा छ अहिलेको मितिसम्म जिरोमा छ भने त्यसरी चाहिँ सवारी दुर्घटना मिनिमाइज गर्नको लागि न्यूनीकरण गर्नको लागि यसरी अभियान त्यहाँ पनि चलाइयो त्यसले यो जुन जनकपुर धाम छिर्ने जुन प्रवेशद्वारको रूपमा पनि काम गरिरहेको छ त्यहाँको झट्ट त्यहाँबाट प्रवेश गर्दाखेरि प्रवेशद्वारमै अलिकति सौन्दर्यकरणको हिसाबमा पनि एकदमै राम्रो देखिन्छ त्यो हिसाबमा अगाडि बढ्यौँ र अनि यो वर्षौँदेखि जुन हस्पिटल रोडमा जाम हुने जहाँ बिरामी बोकेको सवारी साधन होस् अर्थात् एम्बुलेन्स नै किन नहोस् र त्योभन्दा बाहेक पैदल यात्रीहरूलाई र अन्य जति पनि सवारी साधन छ त्यसमा चाहिँ उहाँहरूलाई चाहिँ सहज आवागमनको पनि अवरोध हुने त्यो अवस्थालाई चिर्नको लागि विभिन्न किसिमका प्रयास गरियो र पछिल्लो चरणमा हामीले योजनाबद्ध ढङ्गमै वान वे कार्यान्वयन गऱ्यौँ वान वे बनाउनको लागि सर्वपक्षीय सबैलाई सहमति गराइयो सबैको हामीले पहल गऱ्यौँ र सबै पक्षलाई चाहिँ ओनरसिप दिने गरी प्रयास गरियो विभिन्न बाधा अडचनहरू आउँदै गर्छन् तथापि हामी त्यो राम्रो कामको लागि हामी अगाडि बढ्यौँ र अहिले एक लेभलको आम जनसमुदायहरूले पनि महसुस गर्नुभएको होला सायद किनभने यसले चाहिँ गर्दाखेरि म कहाँ पनि धेरै फिडब्याक प्राप्त भएको छन् यो चाहिँ एउटा वर्षौँदेखि जाम हुने अवस्थालाई हामी चिर्न सफल भएका छौँ भनेपछि तर यहाँले गर्नुभएको काम वास्तवमा सराहनीय काम हो राम्रै गर्नुभएको तर यति सबै कार्यक्रम गराउनु हो यति चाहिँ
हरेक ठाउँमा चाहिँ समन्वय गर्नुभयो होइन, तर त्यो समन्वय र त्यो कार्यक्रम जुन वास्तवमा यथार्थमाथि भन्दाखेरि यो जनता समझ आम पब्लिक समझ वास्तवमा सचेतना चाहिँ भएको छ, उहाँ चाहिँ कार्यान्वयनमा आएको छ, उहाँ बुझिराख्नु भएको छ। एकदम धन्यवाद। हो, यो मेन कुरा के लाग्छ भने मलाई चाहिँ पर्सनल्ली, जस्तो कुनै पनि काम गर्नको लागि जब इच्छा शक्ति छ, आफूसँग पोजिटिभ सोचाइ छ र निरन्तर प्रयास छ, लगनशीलता छ भनेपछि हरेक काम इम्पोसिबल भन्ने कुरा केही पनि छैन जस्तो लाग्छ मलाई। गर्न सक्यो भने जहाँ समस्या हुन्छ त्यहाँ समाधान पक्कै हुन्छ र त्यो समाधान के हो भन्ने चिन्न सक्नु पर्यो भन्ने मलाई लाग्छ। र साथसाथै यहाँले भने जस्तो यो ट्राफिक अवेरनेसको विषयमा, ट्राफिक नलेजको विषयमा, जुन छ नि ट्राफिक नियमको बारेमा, त्यसको बारेमा अब कुनै ठाउँमा पुग्न अझै बाँकी होला। यहाँले भने जस्तै कुनै ठाउँ सबै प्रत्येक घर घरमा प्रत्येक व्यक्तिको कानमा हामीले पुर्याइसकेका छौँ अवेरनेसको कुरा भनेर म भन्दिनँ। तथापि जति मान्छेले बुझ्नु भएको छ, उहाँहरूलाई हामीले स्कुलिङ गरेका छौँ, हामीले ट्राफिक सचेतनाको बारेमा हामीले क्लासहरू लिएका छौँ, उहाँहरूले पनि केही व्यक्तिहरूले चाहिँ त्यो ट्राफिक नियम पनि पालना नगरेको पनि देखिन्छ। जस्तो हाम्रो अलिकति हेर्दाखेरि सचेत युवाहरू नै अब हेर्दाखेरि उहाँहरूको समग्र त्यो चिनिन्छ कुन कस्तो खालको मान्छे, तर उहाँहरूले पनि ट्राफिक नियम उल्लङ्घन गरेको देख्दाखेरि अलिकति दुःख लाग्छ। किनभने यहाँका मान्छेहरू आफ्नो ठाउँ हो, जे गरे पनि हुन्छ भन्ने त सोचाइ चाहिँ राख्नु गलत हो जस्तो लाग्छ। जस्तो हामी यहाँ जनकपुरवासी काठमाडौँ गयौँ भने के देखिन्छ, हामी ओभरहेड ब्रिज युज गर्छौँ, झिब्रा क्रसिङ युज गर्छौँ, फुटपाथ प्रयोग गर्छौँ, तर चाहिँ यहाँ चाहिँ के छ, अनि हामी आफ्नै ठाउँ हो, जे गरे पनि हुन्छ, ट्राफिक नियम पनि नमाने पनि हुन्छ भन्ने खालको भन्दा पनि आफै सो विवेक प्रयोग गरेर सो अनुशासित भएर आफ्नो ठाउँलाई आफै बनाउनु पर्छ भन्ने हिसाबमा जबसम्म जनतामा, आम पब्लिकमा चाहिँ त्यो सचेतना अर्थात् त्यो रियलाइज फिल हुँदैन, त्यो अनुभूति गर्नुहुन्न उहाँहरूले। होइन, यो जनकपुर त मेरो ठाउँ हो नि, मैले बनाउनु पर्छ भन्ने हिसाबमा बनाउनु पर्छ भन्नाले सम्बन्धित निकायले बनाउलान् अर्थात् प्रयास गर्लान्। गर्दै गर्दाखेरि आम जनताको पनि कर्तव्य होला नि, आफूले जनताले के कर्तव्य पुरा गर्ने, जिम्मेवारी के हो आफ्नो, त्यो कुरा चाहिँ बुझिदिनु भयो। अब जहाँ पाए त्यहीबाट क्रसिङ गरिदिनुहुन्छ। अब ट्राफिक ज्ञानको अभावमा हो भने त्यो ठिक छ, कन्सिडर होला। तथापि त्यो सबै कुरा जानेको व्यक्तिहरू पनि विभिन्न विधामा, विभिन्न पेसामा आबद्ध हुनुहुन्छ। त्यो पेसाको नाम नभनौँ, विभिन्न पेसाको डाइरेक्ट हामीले चिन्न पनि सक्छौँ। उहाँहरूले पनि ट्राफिक नियम पालना नगरेको देख्दाखेरि उहाँहरूलाई त नलेज त छ, तर नलेज भएर पनि हामीले सो अनुशासित किन हुन सकेनौँ, नैतिक शिक्षा किन हामीले आफूलाई चाहिँ त्यो रियलाइज गर्दैनौँ। हामीले जुन छ नि आफूले कर्तव्य, काम कर्तव्य, अधिकार मात्रै खोज्ने कर्तव्य र आफ्नो जिम्मेवारी के, त्यो चाहिँ बोध गरेनौँ कि कहिलेकाहीँ। यो जुन रामानन्द चोकमा अहिले चाहिँ फ्लेक्जिबल जुन स्प्रिङ पोस्ट छ भनौँ, यो काठमाडौँ सायद पछिको यो दोस्रो चाहिँ स्थान जनकपुर हो, यस्तो कुरा चाहिँ आइरहेको छ होइन। अब यो एकदमै अहिले चाहिँ राम्रो भयो, एउटा नयाँपन भयो जनकपुर धामको लागि विशेष गरेर। र यसमा चाहिँ जुन तरिकाले कति पेजमा, तर पत्रकारमाथि यो चाहिँ कुरा आइरहेछ, तर पत्रकारले चाहिँ कतै चाहिँ यो उल्लेख गरेको छैन कि यसले अहिले चाहिँ आएको चाहिँ यो परिवर्तनको सरकारहरूले चाहिँ लगाएको छ, त्यो कुरा कतैले तिर राखेको छैन, तर पत्रकारमाथि प्रश्न उठिरहेको छ। यो कति जुन अहिले सामाजिक सञ्जालमा जुन यो कति पेज फेका आइडी बनाएको छ, त्यो मान्छेहरूले पोस्ट गरेको छ कि यो चाहिँ परिवर्तनको सरकारले चाहिँ यो बनाएको के छ यथार्थ, कहाँबाट तपाईँ चाहिँ सहकार्य गरेर यो चाहिँ कुन बजेटमा बनेको छ? होइन, अब यहाँ अहिले जुन पछिल्लो कुरा के भएको छ, कुन सरकारले बनायो, कसले बनायो भन्ने कुरामा म गइनँ। त्यसमा भन्दा पनि यो कसरी जडान भयो भन्ने कुरा म यहाँलाई छोटोमा राख्न चाहन्छु। मैले आएदेखि नै अघि पनि यो उसमा मैले निवेदन गरेँ। म आइसकेदेखि जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाले योजनाबद्ध ढङ्गले अगाडि बढायो। यो नमुना चोक बनाउने अभियान म आएको 3 महिनादेखि सुरु गरेको अभियान हो। त्यो अभियान सुरु गरिसकेपछि यसको रामानन्द चोकको प्रपोजल सहितको, रामानन्द चोकलाई कस्तो बनाउने भन्ने सन्दर्भमा त्यसको प्रपोजल सहितको कुरा बजेटिङको लागि हामीले योजना बनायौँ। हामीसँग रिसोर्स छैन, बजेट छैन, तथापि त्यसको लागि चाहिँ रोड फर्निचर लगायत यो नमुना चोक बनाउने जुन अभियान थियो, यसको 5-6 महिनादेखि नै यहाँ हाम्रो जनकपुर धाम उपमहानगरपालिका मेयर साहबलाई पनि भेटेको छु, उहाँलाई पनि त्यहाँ प्रपोजल पेश गरेको छु। त्यही चोकको उता मन्त्रालयमा पनि दिएको छ, साथसाथै उता पूर्वाधार निर्देशनालय भन्ने छ, त्यहाँ पनि समन्वय गरिएको छ। त्यसै सबै ठाउँमा यो प्रपोजल पेश गरिएको थियो। र साथसाथै सडक डिभिजनसँग पछिल्लो चरणमा के छ भने उहाँहरूलाई हामी कन्भिन्स गर्न सफल भयौँ। यो नमुना चोक बनाउँदैछौँ, हामीसँग रिसोर्स छैन, लगानी छैन, हजुरहरूले सपोर्ट गरिदिनु पर्यो। र कानुनी क्षेत्र अधिकारको हिसाबमा पनि उहाँको पनि यो
जिम्मेवारी भएको हुनाले उहाँहरूलाई चाहिँ समन्वय गरेर उहाँहरूले चाहिँ केही सपोर्ट गर्छौँ हामी, तपाईँहरूले प्लान राम्रो गर्नुभएको छ, यसमा यो गर्न सकियो भने अवश्य राम्रो हुन्छ भन्ने खालको उहाँहरूले रियलाइज गर्नुभयो। उहाँहरूको इन्जिनियर टिम, कार्यालय प्रमुखज्यू सडक डिभिजनको उहाँलाई धेरै धन्यवाद दिन चाहन्छु। मैले केही गर्छु यहाँ जनकपुरमा, केही गर्छु भनेर जुन सुरुवाती दिनदेखि आएर जुन एउटा प्रयास गरिरहेको थिएँ, योजना बनाइरहेको थिएँ, यसलाई मूर्त रूप दिनको लागि जसरी सडक डिभिजनले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो, सहयोग गर्ने हिसाबमा अगाडि बढ्नुभयो, यसको लागि यही कार्यक्रम मार्फत पनि सडक डिभिजन कार्यालय जनकपुरलाई विशेष धन्यवाद दिन चाहन्छु। यसमा कसै अरूको त्यो छैन, सडक डिभिजन कार्यालयको मेन भूमिका र तपाईँको सहकार्यमा चाहिँ अहिले चाहिँ त्यो फ्लेक्सिबल जुन स्पिरिङ पोस्ट छ त्यो चाहिँ लागेको छ। एकदम यो आउट अफ भ्याली फर्स्ट टाइम हो, भ्यालीमा चाहिँ छ। आउट अफ भ्याली चाहिँ पहिलो पटक जनकपुर जुन यो रामानन्द चोकमा जडान भइरहेको छ, मध्य प्रदेशको राजधानी, पहिलो पटक जडान भइरहेको हो। यसको योजना चाहिँ 5-6 महिना अगाडिदेखि नै योजना बनाएर सम्बन्धित विभिन्न ठाउँमा धाउँदा पछिल्लो चरणमा निरन्तर प्रयास जारी रह्यो, प्रयास गरिरहेँ र पछिल्लो चरणमा चाहिँ जुन अभियन्ताजी हुनुहुन्छ सरोज मिश्र सर हुनुहुन्छ, उहाँले पनि सपोर्ट गर्ने हिसाबमा उहाँ र म नै पनि फेरि गएर सडक विभागमा गयौँ, उहाँहरूलाई चाहिँ भनियो, कन्भिन्स गर्न सफल भयौँ हामी र त्यसपछि यो सामान किन्नलाई उहाँले सपोर्ट गर्नुभयो र त्यो हिसाबमा र यसमा लगानी अर्थात् उहाँले सपोर्ट गरिदिनु भयो र हामीले योजना बनायौँ, समन्वय गऱ्यौँ, त्यो हिसाबमा अगाडि बढियो र यसमा चाहिँ जुन कार्य प्रारम्भ भएको छ यो समग्र यो रामानन्द चोकलाई नमुना चोक बनाउने, त्यसको त्यहाँको जुन रामानन्द चोकलाई चाहिँ यो हामीले नयाँ काम सुरु गर्नुभन्दा पहिला के थियो भने त्यहाँ ओपन स्पेस थियो, जथाभावी दाहिने बायाँ होस्, राइट टर्न लेफ्ट टर्न गरिदिने, यु टर्न गरिदिने, जहाँबाट पायो त्यहीँबाट सवारी साधनलाई बाटो क्रस गरिदिने, अलि अस्तव्यस्त देखिन्थ्यो। र जुन रामानन्द चोक चाहिँ यो जनकपुरको एउटा मुटु नै भनौँ, राजधानीको जनकपुर छिरिसकेपछि रामानन्द चोक धेरै व्यक्ति चाहिँ पुगेर मात्रै जनकपुर प्रवेश गर्ने खालको बुझिन्छ। त्यो हुनाले यो चोकलाई चाहिँ नमुना बनाउन सकियो भने भन्ने हिसाबमा अगाडि बढ्यो र त्यहाँको प्रभावकारी ट्राफिक व्यवस्थापनको लागि र त्यहाँ त्यो चोक नजिकै हुने सम्भावित दुर्घटना न्यूनीकरणको लागि र त्यो चोकको सौन्दर्यकरण वृद्धि गर्नको लागि हामीले यो लक्ष्यका साथमा त्यो जुन कार्यक्रम अगाडि बढायौँ। यसको अहिले निर्माणाधीनै छ यो कार्यक्रम, अझै अगाडि बढ्छ, धेरै काम बाँकी छ, काम सुरु भइसकेको छ। आम जनताले यो कामको चाहिँ हामीले जुन प्रयास गरेका छौँ यसमा अपनत्व लिएर आफ्नो जिम्मेवारी हरेक नागरिकले चाहिँ ट्राफिक नियम पालना गरेर जुन लेन अनुशासन छ, लेन अनुशासन पनि पालना गरिदिनु भयो र त्यो हिसाबमा चाहिँ आफूले ट्राफिक नियम प्रत्येक जनताले जिम्मेवार हुनु पर्यो। हजुर, जसरी अहिले यहाँ भनिराख्नु भएछ भइराख्नु भएको हो जुन यो बाटो वान वेको विषयमा, यो वास्तवमा हेर्दाखेरि अस्तव्यस्त जनकपुर ट्राफिक कारणले चाहिँ विगतमा पनि हेर्न चाहिँ धेरैकै हो मान्छेहरू। अहिले पनि मान्छेको प्रश्न एउटा के छ भने जनता आम पब्लिकको कि एउटा धार्मिक नगरी यो जनकपुर धाम छ, विभिन्न ठाउँबाट मान्छेहरू यो जानकी मातालाई दर्शन गर्नको लागि आइरहेको छ। तर वान वे त भयो हस्पिटल र रामानन्द चोकसम्म, यो जानकी मन्दिर र रामानन्द चोकसम्म, तर त्यो वान वे ले गर्दा अझै यो अस्तव्यस्त भइसकेको जस्तो लागेको छ। किनभने नियम कतै न कतै चाहिँ पालना भइरहेको छैन, हरेक ठाउँमा ट्राफिक प्रहरीको उपस्थिति छैन। अब यसमा के कारण छ भने अब त्यति दक्ष जनशक्ति तपाईँहरूसँग छ कि छैन भने अब त्यो कारण हुन सक्छ। एउटा के भयो भने जसरी अहिले चाहिँ ठेला गडा र त्यसपछि यो फुटपाथमा चाहिँ सामग्रीहरू चाहिँ बेच्ने कार्य अहिले पनि चलिरहेको छ। हरेक ठाउँमा चाहिँ गाडी यताउता चाहिँ लागेकै हुन्छ। फेरि यो कुन हिसाबको वान वे छ? यो जानकी मन्दिरमा हेर्दाखेरि त फेरि त्यस्तै प्रुफ बनेको छ। एकदम धन्यवाद। यो विषयमा मैले सम्बन्धित सरकारवाला निकायज्यूहरूसँग पनि समन्वय हुँदाखेरि मलाई के लाग्छ भने यो जुन जानकी मन्दिर यो पवित्र ठाउँ छ, यो पौराणिक ठाउँ हो, यो ऐतिहासिक ठाउँ हो। यहाँको ऐतिहासिकदेखि लिएर विभिन्न खालको आफ्नै महत्त्व छ, विभिन्न महत्त्व छ, कल्चरल हिसाबमा होस्, अन्य हिसाबमा होस्, महत्त्व जुन छ यो महत्त्वलाई चाहिँ जगेर्ना गर्ने गरी यसको सकिन्छ भने यो जानकी मन्दिर वरिपरि नै नो भेहिकल जोन बनाउन सकियो भने अझै राम्रो हुन्छ भन्ने चाहिँ मेरो भनाइ हो। र त्यो जानकी मन्दिर वरिपरि नो भेहिकल जोन बनाउने र जुत्ता चप्पलहरू राख्नलाई छुट्टै एउटा व्यवस्थित ठाउँ बनाइदिने, साथसाथै त्यहाँनिर जस्तो फुलहरू गुच्छाहरू त्यो जुन मन्दिरको लागि जुन पूजा सामग्री छ त्यसको लागि छुट्टै कुनै ठाउँ तोकिदिने व्यवस्थित बनाउन सकियो र भनेपछि हामी
विदेशतिर जाँदै गर्दा अन्य ठाउँहरूमा हेर्दाखेरि अलि 1.5 किलोमिटर हिँडेको पनि देखिन्छ, 10औं किलोमिटर प्रयागराजको कुरा किन नहोस्, त्यत्रो हिँडेर पनि गइन्छ। तर यहाँ त्यो गर्नुपर्छ भन्ने होइन, तर केही हदसम्म भए पनि हामीले अलिकति त्यसलाई चाहिँ नो भेहिकल जोनको रूपमै बनाउन सकियो भने राम्रो होला। जुन यहाँले निवेदन गर्नुभयो वान वे भयो र पनि फेरि फुटपाथ त्यहीँ छ, ठेलागाडाहरू पनि त्यहीँ छन् भन्ने कुरा जुन निवेदन गर्नुभयो, क्वेसन राख्नुभयो, यसमा के छ भने पहिला त एकदम व्यस्त सडक हुन्थ्यो र त्यहाँ ठेलागाडा राखे पनि त्यो अलिकति साइडतिरै पेलेर राख्ने अवस्था थियो। तर अहिले के छ भने त्यो वान वे बनाइसकेपछि त्यो रोड अहिले नै खाली नै छ, त्यही रोडै सडकै भएर म अहिले यहाँ आउँदैछु। तर त्यो अहिले खाली नै छ। रोड खाली भइसकेपछि के देखिन्छ भने त्यो फुटपाथको सामान पनि फुटपाथलाई पनि अलिकति अझै अलि बढावा दिएर सडकसम्मै अतिक्रमण गरिदिने र साथसाथै ठेलागाडा पनि राखिदिने र सवारी साधन वान वे मात्रै भइसकेपछि एकतिरबाट मात्रै स्मुथ फ्लो भइरहँदाखेरि तर सवारी साधन जाम हुने, त्यहाँ अन्य अप्ठ्यारो चाहिँ छैन। तर सौन्दर्यीकरणको हिसाबमा हेर्दाखेरि जति खाली रोड छ, अब त्यसमै जो आइसक्रिमहरू पनि बेच्ने, धेरै ठाउँमा त आइसक्रिम पनि बेचिरहेछ, अहिले गर्मी बढेसँगै आइसक्रिम बेचिरहेछ, ठेलागाडाहरू छ, फुटपाथ छ। यसको लागि आदरणीय मेयर साहबसँग पनि म समन्वय पनि भइरहेको छ। नगर कति प्रहरीहरू दिनसम्म लाएर समन्वय हुन्छ? किन तपाईँहरू अहिले चाहिँ एक्सन लिइराख्नु भएको छैन? जति बेला हेर्दाखेरि अब एकछिनको लागि गर्नुहुन्छ तर फेरि कार्यान्वयन हुनु भइरहेको छैन, के कमी छ? कहाँ छ कमजोरी? तपाईँ गर्न सकिराख्नु भएको छैन कि समन्वय मिलिरहेको छैन? के छ तपाईँको? यो अलिकता कारण अलिक प्रष्ट गरिदिनु कि। होइन, यसमा कानुनी रूपमा हेर्दाखेरि मैले भएको कुरा बोल्नै पर्छ। कानुनी रूपमा जुरिडिक्सन हिसाबमा, क्षेत्र अधिकारको हिसाबमा हामीले चिट काट्ने विषयमा हामीले नगरपालिकालाई चिट काट्ने भनेर भन्यो भने मिलेन। त्यसै गरी उहाँले जस्तो फुटपाथ व्यवस्थापनको भयो, छाडा चौपाया व्यवस्थापनको कुरा होस्, यो हुँदाहुँदा ई रिक्सा व्यवस्थापन पनि कानुनी कार्यविधि बनाएर स्थानीय सरकारले बनाउने हिसाबमा अगाडि बढेको छ। यहाँ कसैलाई दोषारोपण गर्ने कुरा होइन। तथापि अब फुटपाथ क्लियर गर्ने कुरामा हामी त ब्याक सपोर्ट मात्रै गर्ने हो ट्राफिकले, र अन्य जनपद प्रहरीले पनि ब्याकमा सपोर्ट मात्रै गर्ने हो। लिडिङ त नगरपालिकाले गर्नु पर्यो नि त। लिडिङ उहाँको नेतृत्वमा नगर प्रहरी अगाडि हुन्छ, हामी पछाडिबाट होस्टेमा हैसियत गर्दै सबैको समन्वय सहकार्यमा यो काम क्लियर हुने हो, अलिकति कम्प्लिट हुने हो, हामीले सोचे जस्तो बनाउन सक्छौँ। यसमा अलिकति अब मेयर साहबबाट पनि थप सपोर्ट गर्छु भन्ने आश्वासन भएको छ। होला तपाईँहरू राजस्व उठाएर मात्रै दिइराख्नु भएको छ हेर्दाखेरि अहिले चाहिँ सबैभन्दा बढी चाहिँ राजस्व उठिरहेको छ। राजस्व उठाउनेमा तपाईँहरू बेस्ट हुनुहुन्छ, यता ट्राफिक जाम भइरहेको हुन्छ। यो त कतै न कतै गलत इम्प्याक्ट पर्छ नि, तपाईँमाथि त प्रश्न आउँछ नि, आइरहेको छ। एकदम यसमा के छ भने राजस्व उठाउने जुन कुरा गर्नुभयो नि, मैले सुरुवाती चरणमा नै यहाँ के भने अहिले जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाले यो कारबाही बढीभन्दा बढी कारबाही गर्ने वा बढीभन्दा बढी राजस्व उठाउने कुरामा हाम्रो के छ भने एकदमै त्यसलाई प्रायोरिटीमै छैन। माथि तालुका कार्यालयहरूबाट पनि हामीलाई सर्कुलर भएको विषय हो। हामीले राजस्व उठाउनेतिर अहिले प्रायोरिटीमा छैन। जस्तो आँकडाकै हिसाबमा हेर्दाखेरि अब जुन ट्राफिक रुल भाइलेसन गर्नेलाई त कारबाही गर्नै पर्छ, त्यसलाई एउटा डिसिप्लिन मेन्टेन गर्नलाई पनि त्यो त गर्नै पर्यो। बारम्बार रिपिटेडली त्यो ट्राफिक रुल भाइलेसन गर्यो भने उहाँहरूलाई त कारबाही गर्नै पर्यो। तथापि अहिले हाम्रो गत वर्षको तुलनामा गत वर्ष यही महिनामा यो फागुनको यो अघिल्लो महिनाकै डाटालाई हेर्दाखेरि फागुनमा 22 लाख जति राजस्व उठाएको थियो जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाले। भनेपछि अहिले यो महिनामा 5 लाख छ। अब यसरी हेर्दाखेरि कम्पेयर गर्दाखेरि 5 लाख र कहाँ 22 लाख भनेपछि अहिले त्यो हामी त्यसलाई कारबाही सङ्ख्यालाई अझै बढाउनु पर्छ अझै भन्ने कुरा एकातिर बहसको विषय होला। तथापि हाम्रो अहिले प्रायोरिटी के छ भने राजस्व जुन यहाँले भने जस्तो राजस्व उठाउनेलाई मात्रै हाम्रो टार्गेटमा छैन, हाम्रो प्रायोरिटीमा छैन, हाम्रो लक्ष्यमा छैन। अहिले हामीले गर्ने भनेको दुर्घटना कसरी न्यूनीकरण गर्न सकिन्छ, कसरी आम जनमानसमा ट्राफिक नियमको बारेमा सचेतना प्रदान गर्न सकिन्छ, त्यो हिसाबमा हामी अगाडि बढेका छौँ। र यसमा चाहिँ जुन अघि हजुरले भने जस्तै जुन जुरिडिक्सनका हिसाबमा, क्षेत्राधिकारको हिसाबमा जुन निकायले जे गर्नुपर्ने हो त्यो काम चाहिँ उहाँहरूले पनि गरिदिनु भयो प्रभावकारी ढङ्गले भनेपछि अझै सहज हुन्छ। र यसमा हामी ट्राफिक प्रहरीको हिसाबमा के कहाँ कुन ठाउँमा कति बेला के सहयोग गर्नुपर्छ हामी तयार छौँ। यही कार्यक्रम मार्फत सम्बन्धित त्यो हेर्दाखेरि अहिले चाहिँ वास्तव तपाईँ पनि यो कुरा बुझिराख्नु भएको होइन। तर एउटा कुरा के छ भने अहिले जनकपुरमा यति सानो जनकपुर छ, धेरै सानो जनकपुर छ। तर यो जनकपुरमा जुन तरिकाले चाहिँ एउटा नियम हुनु पर्यो, नियम पालना भइरहेको छैन। नियम बनाइराख्नु भएको छ, तपाईँ पनि नियम बनाउनुहुन्छ, तर त्यो नियम चाहिँ पालना भइरहेको छैन। अब के कारण छ अनि त्यो पनि प्रश्न पारिदिनु, किन मान्छे मानिरहेको छैन होइन। अनि त्यसपछि जुन हिसाबले अहिले हेर्दाखेरि यो चोकमा एउटा ट्राफिक हुनु पर्यो, धनुषा जिल्लामा सगरमा के छ वास्तवमा कति अहिले चाहिँ कति चाहिँ ट्राफिक प्रहरी छ होइन, अनि कति हुनुपर्ने
यो के छ किन चाहिँ जुन ठाउँमा चाहिएको ट्राफिक प्रहरी हुँदैन त्यतिकै मान्छे चलाइरहेको हुन्छ जुन तरिकाले अहिले त यता यो भनौँ कि यो बाइक चलाउने पनि एकदमै जुन हिसाबले चलाइरहेको हुन्छ तीन जना चाहिँ बसिरहेको हुन्छ यदि ट्राफिक प्रहरी हुन्थ्यो भने चोकमा त सायद मलाई लाग्छ मान्छेमा डर भए त हुन्थ्यो अलिकता त पालना त गर्नुहुन्थ्यो तर त्यो भइरहेको छैन किन चाहिँ के छ कारण के छ अब यसमा अब मेन कुरा अब हजुरले भने जस्तै चोकचोकमा ट्राफिक प्रहरी राख्नलाई पनि म आएदेखि पिक आउट ड्युटी भन्ने पहिला थिएन यो म आइसकेपछि प्रत्येक चोकचोकमा चाहिँ हजुरले भने जस्तै चोकचोकमा ट्राफिक प्रहरीको प्रेजेन्स भयो चोकचोकमा ट्राफिक प्रहरी देखियो भने त्यो ट्राफिक रुल भाइलेसन गर्ने मनसाय राख्ने व्यक्तिहरू पनि ए ट्राफिक छ है मैले अलि अवेर हुनुपर्छ भनेर त्यो युटर्न गरेर भाग्ला अर्थात् चाहिँ के छ भने ट्राफिक छ भने चिटकाट छ भनेर आफू ट्राफिक नियम पालना गर्नुपर्छ भन्ने खालको मेन्टालिटी पनि बन्न सक्छ केही हदसम्म तर त्यसको लागि पनि सुरुमा जति सकिन्छ म्यान पावरको हिसाबमा चाहिँ पिक आउट ड्युटी पनि सुरु गरियो तर अब पछिल्लो चरणमा पहिला आउँदाखेरि जति सङ्ख्यामा थियो अहिले हाम्रो खास जनकपुरमा 37 जनाको दरबन्दी छ समग्र धनुषाभरिमै 37 जनाको दरबन्दी हो तर अब कार्यरत चाहिँ अब 87 छ अहिले पहिला म आउँदाखेरि 94 थियो त्यो घट्ने जनशक्ति चाहिँ घट्ने छ तर हाम्रो त्यो 87 भनेको जिल्लाभरि उता पोर्ता पनि होला उता जटैतिर पनि 87 मात्रै छ 87 छ जबकि अब यो प्लान यसमा कति हुनुपर्ने भन्ने कुरा अब अन्य धेरै ठाउँमा अझै पनि माग भइरहेछ ट्राफिक उता जटैभन्दा उता विभिन्न ठाउँहरूमा अझै थप चाहिँ जटैमा त अलरेडी छ त्योभन्दा बाहेक पनि आम जनताहरूले अझै हाम्रो ठाउँमा पनि हुनु पर्यो भन्ने खालको चाहिँ उहाँको ट्राफिक राखिदिनु पर्यो भन्ने खालको अपेक्षा छ त्यसको साथसाथै त्यसको अनुसार चाहिँ अब हेड अफिसमा पनि होला अर्थात् दरबन्दी अनुसारको म्यान पावर राख्दाखेरि 37 जना मात्रै हुनुपर्ने हो तर के देखिन्छ यहाँको बजारको विस्तार सवारी साधनको सङ्ख्या वृद्धि यो सहरीकरणको वृद्धि यसले गर्दाखेरि के हुन्छ भने थप जनशक्ति चाहिँ चाहिने पर्ने अवस्था देखिन्छ जनशक्ति चाहिन्छ अब यहाँ अहिले यो जति बजार एरिया छ व्यस्त एरिया छ यो एरियामा 27-28 जना मात्रै छौँ हामी 27-28 जनाले प्रत्येक चोकमा राख्दाखेरि एकजनाले कति घन्टा ड्युटी गर्ने त्योभन्दा बाहेक त जस्तै 1 घन्टाले 12-13 घन्टा ड्युटी गरे पनि एक ठाउँमा एउटा चोकमा 2 जना त चाहियो एकपटक 12 घन्टा ड्युटी गर्यो भने अर्को केही समय 5-7 घन्टा भयो भने अर्कोले कभर गर्ला भनेपछि यसरी राखिरहँदाखेरि अझै 20-25 जना भयो भने अझै प्रभावकारी ढङ्गले काम गर्न सकिन्छ भन्ने हो म्यान पावर जब भयो भने मेन पावर छैन तपाईँहरूसँग अब जुन हिसाबले हेर्दाखेरि योमा चाहिँ अब हुनु पर्यो तर समन्वय भइरहेछ कि छैन यो यहाँलाई जसरी सरकारसँग होस् सम्बन्धित निकाय अथवा स्थानीय सरकार त्यो सरकारसँग होस् यो समन्वय भइरहेको छ कि छैन एकदमै त्यो मेन पावर अभाव छ हामीसँग कमी छ जुन हामीले यो कार्ययोजना बनाइरहेको छौँ जस्तो अहिले वन वे बनाएको पहिला हस्पिटल रोडमा 3 जना भए पुग्थ्यो अहिले 5 जना राख्नुपर्ने अवस्था छ किनभने केही समय नयाँ काम सुरु गरिरहँदाखेरि हेबिचुअल बानी त बसाल्न पर्यो मान्छेलाई चाहिँ यो चाहिँ यस्तो रहेछ यहाँबाट जानु नहुने रहेछ भन्नलाई केही समयलाई 15-20 दिन भए पनि के हुन्छ त्यो समय त्यो ठाउँमा चाहिँ व्यवस्थित गर्नलाई चाहियो जस्तो अहिले रामानन्द चोकमा हामीले नयाँ कामको सुरुवात गरेका छौँ योजनाबद्ध ढङ्गले त्यो नमुना चोक बनाउँदै गर्दाखेरि अहिले जथाभावी त्यहाँ त डाइरेक्सन गरिदिनको लागि त केही समय चाहिँ 15-20 दिन 1 महिना जति त त्यहाँ चाहियो मान्छे त्यसको लागि चाहिँ अहिलेसम्म म्यान पावर पनि छैन म्यान पावर अलिकति कम छ कम छ तथापि कम छ भनेर हामी पन्छिने कुरा भएन जनपद प्रहरीसँग नगर प्रहरीसँग हामी समन्वय गर्दै यो समग्र यो जिल्लाको ट्राफिक व्यवस्थापनलाई अझै प्रभावकारी बनाउने हिसाबमा जिल्ला ट्राफिक प्रहरी कार्यालय अगाडि बढ्छ अब यहाँले भने जस्तै अब अन्य सवारी दुर्घटनाको सङ्ख्या पनि त्यो सङ्ख्यामा वृद्धि भयो भने मृत्यु सङ्ख्या घटेको अवस्था छ डाटाले पनि त्यो बोल्छ त्यो हिसाबमा हेर्दाखेरि अनि अन्य ई रिक्सा व्यवस्थापनको लागि पनि अलिकति यो नेपालको तल्लो यो तराई बेल्टमा यो धनुषा मात्रै होइन समग्र यो नेपालकै यो पूर्वदेखि पश्चिमसँग तराईका जति पनि जिल्लाहरू छन् त्यहाँ ई रिक्सा व्यवस्थापनको समस्या अलिकति देखिएको छ यसले गर्दाखेरि सवारी व्यवस्थापनमा ई रिक्साको पनि चुनौतीको रूपमा देखिएको छ यसलाई व्यवस्थित गर्नको लागि पनि विभिन्न खालका प्रयासहरू भएको छन् निकट भविष्यमा यसले पनि एउटा लगिसकेको अवस्था छ अध्ययन समितिले प्रतिवेदन बुझाइसकेको छ अध्ययन प्रतिवेदन पेश गरिसकेपछि मन्त्रालयले पनि त्यो खालको अलिकति त्यो लाइसेन्स दिने सन्दर्भमा त्यो लिखित नदिएर भए पनि अन्य प्र्याक्टिकल चाहिँ गर्ने र त्यो खालको एउटा प्रस्ताव चाहिँ अगाडि बढेको छ भोलि कोशी प्रदेशमा भएको छ त्यो खालको यता पनि मध्य प्रदेशमा पनि लागू गरियो भने त्यसले के देखिन्छ भने यहाँ धेरै जसो 50-60% नै के देखिन्छ भने बाहिरबाट मित्र राष्ट्रबाट आएर पनि सवारी साधन चलाइराख्नु भएको हुन्छ अनि उहाँहरूको पनि लाइसेन्सिङको जब सिस्टममा आउँछ उहाँहरूलाई चाहिँ जब हामीले लाइसेन्स प्रदान गरेर मात्रै चलाउन दिने जुन अवस्था आउँछ त्यसपछि उहाँहरू पनि फिल्टर हुनुहुन्छ
हजुर त्यो खालको भयो भने अझ अलिकति हजुर सङ्ख्या कम हुने र साथसाथै जनकपुरको विषयमा चाहिँ हामीले आदरणीय मेयर साहबसँग नि समन्वय गरेर कुन पालिकामा आवश्यक छ, कुन पालिकाले ई रिक्सा दर्ता गर्ने हो, नयाँ दर्ता गर्दै गर्दाखेरि पालिकाले दर्ता गर्ने र अब यातायात कार्यालयले दर्ता गर्ने विषयमा पनि त्यो इस्यु छ, त्यसलाई पनि अब समाधान गर्ने हिसाबमा अध्ययन प्रतिवेदन पेश भइसकेको छ। त्यसले गर्दाखेरि जस्तो कुन नगरपालिकामा कति आवश्यक छ, जस्तो जनकपुर धाममा कति आवश्यक छ भन्ने हिसाबमा सबै नगरपालिका बिचमा चाहिँ समन्वय हुनु पर्यो। हजुर समन्वय गरियो भने त्यसपछि अनि बल्ल अलिकति यो सहज होला। जसरी यो वान वे तपाईँहरू गर्नुभयो तर त्योमा चाहिँ ठेलाहरू छँदैछ अहिले पनि मान्छे बाटोमै चाहिँ सामान बेचिरहेको छ त्यसले गर्दा अझै मलाई लागिरहेको छ वान वे भन्दा हुनुभन्दा पहिला नै बरु बेटर थियो अहिले हेर्दाखेरि वान वे त भइसकेको छ तर चाहिँ त्यो ठेलाहरूमा फलफुलहरू बेचिरहेका छन् त्यसले किन खाली गराउन सकिराख्नु भएको छैन तपाईँहरू के कारण हुन सक्छ मैले अघि पनि निवेदन गरेँ, यो ठेला फुटपाथ हटाउने काम चाहिँ नगरपालिका हो। कानुनी अधिकार तर चाहिँ प्रहरीमाथि त त्यो भइरहेछ नि होइन। यो ट्राफिक जाम हुनुको कारण कसरी राम्रो हुन्छ होइन, तपाईँलाई अहिले त्यो त समन्वय गरिराख्नु भएको छ नि समन्वय त होइन, गर्नु एकदम पर्यो नि के छ कारण के छ यहाँ प्रतिक्रिया कस्तो आइरहेछ मेयर साहबको गर्नै सकिरहेको छैन कि क्या हो होइन। अब यसमा हजुरले आफ्नो भन्ने ठाउँमा आफ्नो कुरा रह्यो, तथापि मेयर साहबसँग समन्वय भइरहेको छ, उहाँले सहयोग गर्छु भन्नुभएको छ। सहयोग मात्रै गर्नुहुन्छ तर चाहिँ अब गर्नुपर्ने भइरहेको छैन त्यसले गर्दा अहिले चाहिँ हेर्दाखेरि कति चाहिँ त्यता ट्राफिकलाई कति ऊ भइसकेको छ हुन्छ नि एउटा च्यालेन्ज भनौँ त्यसलाई च्यालेन्ज अहिले त्यो हस्पिटल रोडमा यहाँले भने जस्तो अब सडक चाहिँ खाली नै छ, त्योभन्दा बाहेक त्यसको सौन्दर्य फुटपाथ र ठेलागाडा पनि त्यो सडकमा राखिदिँदाखेरि हामीले सकेको प्रयास गरिरहेका छौँ। नगर प्रहरी पनि आएर समन्वय चाहिँ भइरहेछ, तर सबै क्लियर भयो भने राम्रो देखियो, अझ सौन्दर्यीकरण सवारी पनि दुर्घटना भयो। आउनुभन्दा सबैभन्दा प्रश्न उठ्छ ट्राफिक प्रहरीमाथि नै पहिला प्रश्न उठ्छ त्यो कारणले गर्दा यो मान्छेमा अहिलेसम्म यो जानकारी छैन किनकि यो ठेला लगाएको कारण किन हटाएको छैन भने प्रहरीले त्यो डाइरेक्ट मान्छे सोच्ला तर त्यो कुरा त वास्तवमा यथार्थमा नगरपालिकाको दायित्व छ योमा शङ्का छैन तर प्रश्न त आउँछ ट्राफिक प्रहरीमाथि हो। यसमा अब जुन कुरा अब यहाँले भन्नुभयो नि समग्र धनुषाको ट्राफिक व्यवस्थापनका मुख्य चुनौतीहरू के हुन् भने ई रिक्सा व्यवस्थापन नहुनु, फुटपाथ व्यवस्थित नहुनु, ठेलागाडा जताभावी चलाउनु, अनि त्यसपछि अनि यो छाडा चौपायाहरूको व्यवस्थापन नहुनु। अहिले छाडा चौपायाको पनि हामीले जुन रामनगर चौकमा काम भइरहेछ त्यो काममा पनि च्यालेन्जको रूपमा रातिमा चाहिँ अर्कै दृश्य हेर्नमा मिलिरहेछ तर मेयर साहबलाई त्यो कुरा चाहिँ सायद मन परिरहेको छ नत्र यति समयमा चाहिँ उहाँ चाहिँ अलिकता यो छाडा चौपायाले व्यवस्थित गर्नुहुन्थ्यो योभन्दा पहिला उहाँ एक्सनमा आउनुहुन्छ तर अब के छ भने 2 दिन 4 दिनसम्म उहाँको एक्सन मात्रै रहिरहन्छ त्यसपछि गइहाल्छ तर हामी उहाँसँग पनि कुराकानी गर्नेछौँ। कुरा रह्यो भने अहिले चाहिँ जुन यो टिपर आतङ्क त्यतिकै जसरी यो सिटी रिक्सा आतङ्क जनकपुरमा चाहिँ बढिसकेका छन् त्यस्तै चाहिँ यो टिपर आतङ्क बढिसकेका छन् यो टिपर चाहिँ धिमै धुलो चाहिँ उडाएर टिपरमा एकदमै ओभरलोड भनौँ त्यो लिएर अनि गइरहेको हुन्छ त्यसले गर्दा दिनहुँ यो सवारी साधन चाहिँ दुर्घटना भइरहेको चाहिँ हेर्न हामी सकिन्छौँ किनकि योभन्दा पहिला तपाईँकै चाहिँ ट्राफिक एउटा प्रहरीले चाहिँ जवान तपाईँको के भन्छ यो उहाँको डेथ भइसकेको छ होइन जान गुमाउनु पर्यो अनि यसले चाहिँ नियन्त्रण किन भइरहेको छैन किन तपाईँहरू गर्न सकिराख्नु भएको छैन? एकदम धन्यवाद। अब यसमा के छ भने जुन हाम्रै स्टाफको जुन एउटा दुःखद निधन भयो यसपछि हामी एकदम दुखी छौँ र उहाँको आत्माको चिर शान्तिको कामना गर्दछौँ र साथसाथै अब यो जुन यो टिपरको विषय छ टिपरको विषयमा बारम्बार मैले पनि के पहल गरिरहेको छु भने जस्तो यो जनकपुर यो नगर क्षेत्रभित्र प्रवेश गर्न निषेध गर्नुपर्छ भन्ने हो मेरो पनि सोचाइ, मेरो पनि पहल चाहिँ त्यो रह्यो र जिल्ला प्रशासन कार्यालयबाट के निर्णय भएको छ भने पछि अस्ति मैले भन्नै पर्छ आम जन यो सूचनाको हिसाबमा पनि हुन्छ। जिल्ला प्रशासनबाट के निर्णय भएको छ भने यो जस्तो मुजेलिया हुँदै आउने हो धेरै जसो टिपर मुजेलिया भएर आउने र रामानन्द चोक जाने, रामानन्द चोकबाट दुर्गा चोक भएर त्यसपछि तपसी चोक भएर माछा बजार भएर मुरली चोक भएर एयरपोर्टतिर पनि जान पायो र साथसाथै मुरली चोकबाट फेरि यता कदम चोक आएर हुलाकी मार्ग भएर हुलाकी मार्गतिर पनि जान पायो भन्ने खालको त्यो रुट चाहिँ जिल्ला प्रशासनले अनुमति दिएको रुट भयो। त्यो रुटमा चाहिँ अब हामीले चलाउनु मिल्दैन, नचलाउनुहोस् भनेर रोक्न सक्ने अवस्था छैन। त्योभन्दा बाहेक जस्तो अहिले मन्त्रालय अगाडिको रुट जुन छ त्यसलाई चाहिँ अहिले निषेध गरिएको छ दिउँसोको समय बिहान 8 बजेदेखि बेलुका 8 बजेसम्म। त्यहाँ पनि कहीँ कतैबाट लुकेर त्यसरी भागेर आउँछ भने त्यसलाई पनि कानुन दायरामा ल्याउनुपर्छ, नियन्त्रण गर्नुपर्छ र त्यो कुरा एकातिर भयो। त्यो जुन अस्ति एक्सिडेन्ट दुःखद घटना भयो त्यो पनि जिल्ला प्रशासनले स्वीकृति दिएकै सडक खण्ड अन्तर्गतै पर्छ, त्यो सडक खण्डमै हो त्यो भएको। अब तथापि त्यो खाली टिपर थियो तर जे भए पनि दुःखद घटना घटिहाल्यो र यसको लागि चाहिँ आम स्टेक होल्डर सम्पूर्ण प्रश्न उठ्यो नि
अब यो प्रश्न त उठ्यो तर प्रश्न उठाउनु स्वाभाविक पनि होला। तथापि के छ भने यसको निर्णय त हामीले जिल्ला प्रशासनको निर्णय मान्ने हो। जिल्ला प्रशासनको निर्णय मानिरहँदाखेरि त त्यो ठाउँमा दुर्घटना घट्यो भने अब त्यसलाई चाहिँ हामीले अब थप के सावधानी अपनाउन सकिन्छ त्यो हिसाबमा जानुपर्ने हुन्छ। र अर्को कुरा रह्यो अब यसमा जुन हजुरले अघि भने ओभरलोड जुन भवरलोड आउँछ हो यस्ता खालका कुरामा एकदमै हामी टाइट गरिरहेका छौँ। र अझ पनि कहीँ कतै आउँछ भने त्यसलाई चाहिँ एकदम स्ट्रिक्टली जिल्ला ट्राफिक प्रहरी कार्यालयले कुनै कम्प्रोमाइज नहुने गरी यो विगतमा पनि यही टिप्परको केसमा सबैमा त्यस्तो लामबद्ध भएर बारम्बार स्टेक होल्डरसँग समन्वय गरियो, कागज गरियो, ओके हामी ट्राफिक नियम अनुसार चाहिँ मान्छौँ, हामी ढाला बराबर मात्रै ल्याउँछौँ, ओभरलोड ल्याउँदैनौँ भनेर छोपेर ल्याउँछौँ, पानी चौँदै ल्याउँदैनौँ भनेर उहाँहरूले सम्बन्धित व्यक्तिहरू निकायहरूले चाहिँ एग्रिमेन्ट पनि गर्नुभयो भन्नाले चाहिँ त्यो सिग्नेचर गर्नुभयो, ओके हामी गर्छौँ, पालना गर्छौँ भनेर। तर कार्यान्वयन भएन। त्यसपछि सबैमा चाहिँ एकैपटक हामीले सबै ट्राफिकहरू धेरै ट्राफिक गएर त्यहाँ होल्ड गरेर त्यसपछि 35-38वटा जति टिप्परहरूलाई चाहिँ के गरियो त्यहाँ राख्यो। त्यसपछि सबैलाई अनलोड गर्ने र त्यो सबैलाई कारबाही गरियो। र त्यसपछि के भएको थियो र 5 जनालाई त्यहाँ अलिकति निर्मम बन्नु पर्यो प्रहरी। त्यो 5 जनालाई अरू धेरैलाई चाहिँ तितरबित्रै गर्नुपर्ने भयो, लाठीचार्जै भयो त्यहाँ। र त्यसपछि 5 जनालाई पक्राउ गरेर जिल्ला प्रहरी कार्यालयमा ल्याएर होल्ड पनि गरियो। यी लगायतका प्रयासहरू जिल्ला ट्राफिक प्रहरीले नगरेको चाहिँ होइन। निर्मम रूपमा जिल्ला ट्राफिक प्रहरी कार्यालय समग्र यो ट्राफिक व्यवस्थापन होस्, दुर्घटना न्यूनीकरणको विषयमा होस्, के सेक्रिफाइस गर्नुपर्छ, कसरी अगाडि बढ्नुपर्छ यसमा प्रतिबद्ध छ, कटिबद्ध छ। र आम जनमानसले अन्य पनि कुनै त्यस्तो कुराहरू छ र यो विषयमा जुन अझै पनि हामी यहाँले जुन कुरा इस्यु उठाउनु भएको छ यसलाई पनि कहीँ कतै लुकेर त्यसरी भित्रीबाट प्रवेश गरेर त्यस्तो आइरहेको छ भने पनि त्यस्तोलाई पनि हामी कन्ट्रोल गर्ने हिसाबमा, नियन्त्रण गर्ने हिसाबमा र ट्राफिक नियम अनुसार मात्रै नगरभित्र जिल्ला प्रशासनले दिएको रुटमा मात्रै चल्ने गरी हामी प्रवेश गर्ने गरी हामी समन्वय गर्नुपर्ने हुन्छ हाम्रो बाध्यता। अहिले चाहिँ यो काठमाडौँदेखि जनकपुरदेखि काठमाडौँ जुन रुट जुन पर्मिट जुन छ त्यसको कति पालना भइरहेको छ? किनकि जुन 4 घन्टा 6 घन्टामा बढीभन्दा बढी त्यो लाग्ने समय 4 घन्टा लाग्ने त्यो ठाउँमा चाहिँ 7-8 घन्टा दिइरहेको छ। त्यसले कति चाहिँ अहिले असर पारेको छ होइन? कति गुनासो रहेछ? कति चाहिँ रुट पर्मिटको कति छ? होइन, रुट पर्मिट भनेपछि अब यो ठाउँदेखि त्यो ठाउँसम्म जान त्यो रुटमा चल्न मिल्ने कुरा रह्यो। र हजुरले भने जस्तै टाइम चाहिँ जस्तो 4 घन्टा लाग्ने ठाउँ 8 घन्टा लागिरहेको छ भन्ने कुरा अहिले अब टाइम कार्ड चाहिँ लागू भएको अवस्था छैन। जस्तो टाइम कार्ड भनेपछि जस्तो यहाँबाट जनकपुरबाट 4 बजे छुट्यो भने बेलुका 8 बजे हो कि कति बजे पुग्नुपर्ने हो काठमाडौँ त्यो चाहिँ अहिले लागू छैन। तथापि अब त्यसमा विभिन्न फ्याक्टरहरू होला, बाटोको अवस्था होला, अन्य बाटोमा कुनै ठाउँ जाम होला, कुनै ठाउँ बाटो बिग्रिएला, अर्थात् चालकले कसरी लिनुहुन्छ सवारी साधनलाई हो यो हिसाबमा पनि धेरै कुराहरू असर गर्लान्। तथापि रुट पर्मिट भएअनुसार मात्रै हामीले चल्न दिएको चाहिँ छ। हजुर, यो धेरै सवारी चालकहरू जुन छ जुन बिना लाइसेन्स र नियमको चाहिँ पालना गरी नगर सवारी मतलब चलाइरहेको छैन देखिन्छ। यसलाई नियन्त्रण गर्न ट्राफिक प्रहरीले कस्तो कदम चालिरहेको छ अहिले? अब हो अहिले चाहिँ के छ भने एकदमै यसलाई चाहिँ अझै कडाइका साथ जानुपर्छ। ट्राफिक नियम पालनाको हिसाबमा हामीले अवेर चाहिँ गरेकै छौँ, हामी अवेर गरिरहेका छौँ, सचेतना कार्यक्रम दिइरहेका छौँ। र सचेत भएर पनि अब यसमा चाहिँ अझै के छ भने कहीँ कहीँ देखिहाल्छ अझ फेरि त्यो खालको छ। अब उनीहरूलाई चाहिँ कानुनी दायरामा ल्याउनुपर्छ भन्ने हिसाबमा अब जहाँ जहाँ ट्राफिक छ त्यहाँ त अगाडि चाहिँ नियन्त्रण लिनलाई चाहिँ उहाँहरूले पहल गर्नुहुन्छ। अब फेरि लखेट्ने कुरा भएन, यो त उहाँहरूलाई चाहिँ गाडीदेखि चाहिँ उहाँले रोक्नुहोस् भन्दाखेरि उहाँले रोक्नु भएन भने के गर्ने भन्ने कुरा। रोक्नु भएन भनेपछि त्यहाँ नजिक क्यामेरा छ भने त्यो नरोकेर भागेपछि त्यसलाई क्यामेरा हेरेर उहाँहरूलाई चाहिँ कानुनी दायरामा ल्याउन सकिएला अर्को कुरा। तर अब त्यहाँबाट भागिसकेपछि अर्को स्टेसनलाई अटेरी गरेर रोक्न नमानेपछि हामीसँग ब्यारिकेड लाउने रोड फर्निचरका पनि अभाव छन्। यी कुराहरू जस्तै अभाव छन्। र अनि फेरि विभिन्न बाटोहरू गल्लीहरू धेरै छन्, त्यो गल्लीभित्र छिरिहाल्ने त्यसपछि चाहिँ अनि कता हो कता त्यो खालको अवस्था छ। तथापि हामी के यस कार्यक्रमबाटै म के निवेदन गर्न चाहन्छु भने जस्तो जति पनि अभिभावकहरू हुनुहुन्छ, गार्जेनहरू हुनुहुन्छ, उहाँहरूले आफ्नो छोराछोरीलाई विशेष गरी हजुरले जुन कुरा 3 जना चढ्ने कोही बिरामी होला, त्यो जेन्युन कारण होला, त्यसमा केही हेर्न सक्ने कुरा छ भने व्यवहारिक पनि हेरिदिनु पर्ने होला। तथापि त्योभन्दा बाहेकको कुरामा जो टिनेजर भाइ बहिनीहरू छ उनीहरू एकदमै स्पिडमा कुदाउने, 3 जना चढ्ने, हेलमेट नलाउने, यो खालको जुन अवस्था छ यसको लागि विशेष गरी आदरणीय दाजुभाइ दिदीबहिनी अर्थात् आमा बुवाहरू जति हुनुहुन्छ, गार्जेनहरू हुनुहुन्छ, उहाँ हजुरहरूले के बुझिदिनु पर्यो भने आम जनता, आफ्नो बच्चा बच्चीहरू जुन छ, आफ्ना छोराछोरीहरू हुनुहुन्छ, उहाँहरूलाई चाहिँ कहाँ जाँदैछ, कसको सङ्गत गर्दैछ, कोसँग हिँडिरहेको छ, सवारी साधन उसको छ कि छैन, अर्थात् चाहिँ ऊ कसको मोटरसाइकलमा चढेर गइरहेको छ, कतिजना बसिरहेका छन् र कहाँ जान्छु भनेर गइरहेको छ र कति बेला फर्किन्छ र त्यो कुन साथीलाई भेट्न गएको, अर्थात् भोलि त्यहाँ अन्य किसिमको
गैर कानुनी कार्यमा संलग्न हुने अवस्था पनि हुनसक्छ, अन्य दुर्घटना हुन सक्ने सम्भावना हुनसक्छ। अनि हो त्यो भोलि अप्रिय घटना घटिसक्यो भने त त्यो अप्ठ्यारो पर्ने, दुःख भोग्नुपर्ने त आम हजुरहरू जस्तै अभिभावकले नै हो। त्यसैले गर्दाखेरि यहाँहरूले के बुझिदिनु पर्यो भने आफ्नो छोराछोरी हजुरबाट घरबाट निस्किँदाखेरि कहाँ जान्छु भनेर जानुहुन्छ, के साधन प्रयोग गर्नुहुन्छ र साधन प्रयोग गरिसकेपछि यदि लाइसेन्स नभएको छ भने हजुरहरूको आफ्नो सवारी साधन पनि आफ्नो छोराछोरीलाई दिनु भएन जबसम्म छोराछोरीको लाइसेन्स छैन। अनि त्यसपछि लाइसेन्स छ भनेपछि कतिजना घरबाट निस्किँदाखेरि चढाएर निस्किनुहुन्छ अथवा बाटोमा पनि कोही साथीसँग, पछि घर फर्किसकेपछि पनि यहाँहरूले बुझिदिनु पर्यो बाबु कहाँ गइस्, नानी कहाँ गइस्, कोसँग भेटिस्, अर्थात् के कुरा भयो, कहाँ कहाँ कतिजनासँग गयो र तिमीहरू के कामको लागि गएको थियौ र ती के कामको लागि काम गरेर आयो भन्ने खालको। जस्तो के देखिन्छ, घरबाट कुनै पसलमा सामान किन्न जाने भन्ने होला, अनि त्यो सामान किन्न जान्छ, कपी किन्न जाने भन्ने होला, कपी किन्न नगएर के हुन्छ साथीसँग घुम्न गइदिने। त्यसमा घुम्न जाँदाखेरि एउटा मोटरसाइकल हुन्छ, तिनजना चारजना चढिदिने, अनि त्यसपछि के हुन्छ भोलि एक्सिडेन्ट हुने। अनि र साथसाथ त्यति मात्रै होइन, अब तराई बेल्टमा अझै धेरै के छ भने ड्रग्सको जुन अलि महामारी नै छ, त्यो खालको समस्या छ। त्यो ड्रग्सको कुलतमा पनि पर्न सक्ने सम्भावना हुन्छ। त्यो मात्रै नभएर भन्ने किसिममा अन्य किसिममा गैर कानुनी कार्यमा पनि उहाँहरू इन्भल्भ भइदिनु भयो भने त्यसको कम्पेन्सेसन गर्ने, त्यसको भोलि छोराछोरी बिग्रिएपछि समस्या भोग्नुपर्ने, अर्थात् त्यो दुःख भोग्नुपर्ने त आम अभिभावकले हो। त्यसैले त्यो कुराहरू अभिभावकज्यूहरूलाई विनम्र मेरो दुई हात जोडेर नमस्कार पनि के अनुरोध गर्न चाहन्छु भने जब अभिभावक आदरणीय गार्जेनहरू दाइ दिदी पनि हुनसक्छ सचेत नागरिक, उहाँहरूले चाहिँ आफ्नो बालबच्चाहरूलाई टिनेजरहरूलाई विशेष गरी के छ भने त्यसमा चाहिँ उहाँहरूको के गर्छ, उहाँको गतिविधि, उहाँको आचरण, साथी सङ्गतको बारेमा उहाँहरूले चाहिँ अलिकति मोनिटर गरिदिनु भयो भने यी कुराहरूमा हामीले अझै टाइट रूपमा चाहिँ अगाडि बढ्न सक्छौँ भन्ने कुरा राख्न चाहन्छु। हस्, धेरै धेरै धन्यवाद। विशेष गरी अब हम चाहिँ कार्यक्रमको अन्तमा आइसकेका छौँ र एउटा अब सानो जानकारी, यो सडक सुरक्षाका लागि जसरी यो स्थानीय सरकार, ट्राफिक प्रहरी र नागरिक समन्वय कतिको आवश्यक छ र अहिले चाहिँ त्यो कति समन्वय चाहिँ कस्तो भइरहेको छ, अलिक सानो जानकारी गराइदिनु। समन्वय सबैसँग राम्रो हिसाबमा समन्वय भएको छ। अब विभिन्न बाधा अवरोधहरू आफ्नै लिमिटेसनहरू होला काम गर्ने क्रममा, जस्तो रिसोर्सहरू छ छैन, अन्य कुराहरू होला, इच्छा शक्तिका कुरा होलान्, अन्य विभिन्न बाध्य बनाउने विभिन्न फ्याक्टरहरू हुन सक्छन्। तथापि के छ भने कानुनले जे कुरा दिएको छ, जसलाई जे कुरा गर भनेर भनेको छ त्यो कुरा हामी इमान्दारपूर्वक गरिदियौँ र इच्छा शक्ति भएर अगाडि बढ्यौँ भने, लगनशील भएर प्रयास गऱ्यौँ भने हरेक कुरा सम्भव हुन्छ, हामी गर्न सक्छौँ भन्ने कुरा राख्न चाहन्छु। समग्र रूपमा हजुरले भने जस्तै सबै पक्षसँग ट्राफिक प्रहरीको राम्रो सम्बन्ध छ। स्टेक होल्डरहरू जति जिल्ला प्रशासन, जिल्ला प्रहरी होस्, स्थानीय सरकार होस्, प्रदेश सरकार होस्, सबैसँग राम्रो सम्बन्ध छ, सुमधुर सम्बन्ध छ। र साथसाथै त्यही सुमधुर सम्बन्ध र प्रयासले, निरन्तर हाम्रो प्रयासले नै अहिले समग्र रूपमा हेर्दाखेरि जनकपुरको ट्राफिक व्यवस्थापनको चुनौतीको रूपमा हेर्दाखेरि के देखिन्थ्यो, हस्पिटल रोड देखिन्थ्यो, रामानन्द चोक देखिन्थ्यो, र यी दुईटा कुराहरू अब अलमोस्ट लगभग हामी समाधानमा गइसकेका छौँ। भनेपछि अब बाँकी पेठिया बजारको कुरा छ, पेठिया बजार पनि हामीले त्यो बेरिकेड गरेर जहाँ नगरपालिकाले ठेक्का लगाएको थियो त्यो ठाउँमा बेरिकेड गरिसकेको अवस्था छ। अब मात्रै बाँकी के छ, त्यो कार्यान्वयनको कुरा छ। कार्यान्वयनमा सम्बन्धित स्टेक होल्डरहरू सबैसँग बसेर सहमति गराएर एउटा चाहिँ त्यहाँ चाहिँ सडकमा, फुटपाथमा सामान राख्न नदिने जुन नगरपालिकाले निर्णय गरेर त्यसपछि के गर्नुपर्छ, सबै सामानहरूलाई एकदमै अलिकति निर्मम भएर त्यो कानुन कार्यान्वयन जबसम्म हामी गर्न सक्दैनौँ तबसम्म त्यहाँको समस्या रहला। तर समग्र ट्राफिक व्यवस्थापनको हिसाबमा हेर्दाखेरि जनकपुरमा धेरै हदसम्म जस ट्राफिक व्यवस्थापन राम्रो हुँदैछ। बाँकी कुनै कुनै ठाउँमा सामान्य कुरा समस्या होलान्, त्यो कुराहरू पनि क्रमशः हामी यो चोक रामानन्द चोकलाई बनाइसकेपछि अर्को चोकमा पनि जान्छौँ, पेठिया बजार पनि छिर्छौँ र त्यस लगतै अन्य कुन ठाउँमा समस्या छ। समग्र रूपमा जनकपुर जुन मध्य प्रदेशको राजधानी हो, मध्य प्रदेशको राजधानी जस्तो हुनुपर्ने हो, त्यो हिसाबमा ट्राफिक व्यवस्थापनको हिसाबमा चुस्त दुरुस्त, सवारी दुर्घटना न्यूनीकरण हुने हिसाबमा र समग्र सौन्दर्यीकरण अभिवृद्धि हुने गरिकन हामी जिल्ला ट्राफिक प्रहरी कार्यालयले महत्त्वपूर्ण भूमिका खेल्छौँ। र यसमा चाहिँ आम जनसमुदायले पनि उत्तिकै साथ सपोर्ट दिनुभयो भने र हामीलाई अझै खबरदारी गरिदिनु भयो भने हामी अगाडि बढ्छौँ र कुनै पनि हालतमा यो ठाउँलाई व्यवस्थित बनाउनुपर्छ भन्ने कुरामा हामी दृढ छौँ र प्लान योजनासहित अगाडि बढेका छौँ भन्ने कुरा निवेदन गर्न चाहन्छु। हस्, धेरै धेरै धन्यवाद दिन चाहिरहेको छु यहाँलाई। यसैले त ट्राफिक प्रमुख सूर्य बहादुर शाही धुमसजीलाई उनका संग हम सब अखन बातचीत केन है। वास्तव में अगर देखल जाए तो जनकपुर धाम में एक आदमी की जे से व्यवस्थित केला से उ कदापि नहीं भ सके। में स्थानीय के उतने जरूरी है, सर्वमंत निकाय और सरकार वाला के उतने जरूरी है। लेकिन अखन देखल जाए तो पूर्ण रूप से जे
कि जानकी मन्दिर लगमे ठीक करे छै त कठिया बाजार ओतबे अवस्था अखन कहबै त घेरायल कहबै एक स्वरमे त पूर्ण रूपसँ अखन ओहिठाम दुनू बगली जे मात्रे खाली फुटपाथ जे चलऽ वाला आदमी के नहीं ओ एकदम 1.5 फीट 2 फीट जे छै से रास्ता में जाम कऽ दै छै ओहिठाम के नागरिक जब तक सचेत नहीं हेतै जब तक नागरिक अपना तरफ से पहल नहीं करतै तऽ ओहि जगह के जे छै से कखनो सुरक्षित और नीक नहीं भऽ सकै सुन्दर बनऽ के जनकपुर सब गोटा के देखऽ के इच्छा अछि लेकिन सुन्दरीय करऽ में सब गोटा के ओतबे जरूरी छै अपना ठाउँ सँ पहल करनाइ जरूरी छै अगर वास्तव में बुझाइए कि ट्रैफिक प्रहरी अगर दोषी छै तऽ हुनका अहाँ विरोध करियौ हुनका बारे में अहाँ एक्शन लिअ अगर नगरपालिका कऽ रहल छै तऽ हुनको बारे में बजनाइ जरूरी छै लेकिन अखन देखल जाय तऽ जनकपुर के अवस्था अखनो कहबै तऽ ई नीक नहीं छै एक तरफ अखन रामानंद चौक के देखबै अखन तऽ ई फ्लेक्सिबल जे अखन स्प्रिंग पोस्ट जे लागल गेल छै लेकिन ओहि के अखन जे एठन के आदमी सब पालना नहीं कऽ रहल छै तऽ ई सबसँ बड़का दुर्भाग्य अछि आ एहिमे सब गोटा के ओतबे जरूरी छै कियाकि सवारी दुर्घटना जखन जे होइ छै तऽ बहुत पीड़ा होइ छै तऽ एहि लेल सब गोटा सचेत होनाइ जरूरी अछि फेर हम सब दोसर विषय वस्तु लऽ कऽ उपस्थित रहबेटा करब कार्यक्रम में हुनका धन्यवाद दैत ई कार्यक्रम से हम विदा ली नमस्कार।